श्रावण महिनाको चौथो सोमबारीका अवसरमा गौर नगरपालिका 2 स्थित बाबा बानेश्वरनाथ मन्दिरमा आयोजना हुने रुद्राभिषेक कार्यक्रमका लागि समाजसेवी देवेन्द्र प्रसाद अधिकारी उर्फ देवी दादाले पूजा सामग्री सहयोग गर्नुभएको छ। अधिकारीले रुद्राभिषेकमा प्रयोग हुने पित्तलको कटौती, बाल्टिन लगायतका सामग्री बाबा बानेश्वरनाथ मेला व्यवस्थापन समितिका अध्यक्ष पनिरलाल सहनी तथा मनोज सिंहलाई एक कार्यक्रम बीच हस्तान्तरण गर्नुभएको हो। सहयोग सामग्री ग्रहण गर्दै मेला व्यवस्थापन समितिका पदाधिकारीहरूले धार्मिक कार्यक्रमका लागि सफल बनाउन गरिएको सहयोगप्रति देवेन्द्र प्रसाद अधिकारी प्रति आभार व्यक्त गरेका छन्। समाजसेवी अधिकारीले धार्मिक अवस्था, सांस्कृतिक संरक्षण तथा भक्तजनलाई सहज वातावरण प्रदान गर्ने उद्देश्यले सहयोग गरेको बताउँदै आगामी दिनमा पनि सामाजिक तथा धार्मिक कार्यक्रममा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। चौथो सोमबारीका अवसरमा बाबा बानेश्वरनाथ मन्दिर हजारौं श्रद्धालु भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ। मेला व्यवस्थापन समितिले आवश्यक तयारी पूजा भएको जनाएको छ।